नमस्ते सबैजनामा। मैले चाहिँ आज चाहिँ दोस्रो मिनी भ्लग बनाउन सानो कोसिस गरेको छु र तपाईहरुले उसमा त्यो भिडियोमा चाहिँ लाइक कमेन्ट शेयर सक्दो सपोर्ट गरिदिनु होला भन्ने आशा गर्दछु। अब जाउँ है त मिनी भ्लगमा। हेलो एभ्रीवान, गुड मर्निङ, वेलकम टु माई मिनी भ्लग। अहिले चाहिँ म यो बिहान नास्ताको लागि दुध दही अनि ब्रेड ल्याउन आएको छु। अहिले दिल्लीको चिसो लास्ट छ गाइस। परदेशी जिन्दगी यस्तै रहेछ। न उठ्ने टाइम हुन्छ, न सुत्ने टाइम हुन्छ, न चिसो भन्न पाइयो, न गर्म भन्न पाइयो। चिसो हावा खाँदै हिँड्नुपर्छ है। यो चाहिँ हाम्रो यो पिजी ओनरको यो ठुलोवाला पिजी हो त, मतलब 114 जनाको सिट, 114 जनाको सिट। म यहाँ पनि बिहान मर्निङमा सामग्रीहरू दिने गर्छु, नास्ताको अनि साँझ स्न्याक्सको। यो चाहिँ दिल्लीको क्लाइमेट, दिल्लीको वातावरण अहिलेको चिसो छ। यो चाहिँ हाम्रो पिजी ओनरको हाइफाई पिजी ओनर। चाहे घरमा होस् या चाहे अर्काको ठाउँमा होस्, काम नगरी खाना लाउन पाइँदैन गाइस। न पैसा पाइन्छ, न खाना लाउन पाइन्छ। काम त गर्नु पर्यो। मैले दुध अनि दही, यो चाहिँ दुध अनि दही माथि छाडेर छतमा किचन हो नि त, अनि त्यो चाहिँ माथि छाडेर, अनि आज फल पनि हुन्छ कि फ्रुट पनि हुन्छ, अनि पिजीमा फ्रुटको दिन पनि हो, अनि त्यसैले फ्रुट लगेर जाँदैछु। अब यो पिजीबाट हामी निस्किँदैछु बाहिर। गरिबीलाई त जिन्दगी यस्तै हो। के गर्नु, उठ्नु पर्यो, काम गर्नु पर्यो, यसको टेन्सन न उसको टेन्सन न, सब पैसाको करामत हुन्छ है। सब पैसाले घुमाउँछ सबैलाई, जति सुनेर पैसाले घुमाउने गर्छ। पैसा नभए केही छैन गाइस दुनियाँमा। पैसा चाहिन्छ, पैसा। पैसाले मलाई पुर्याइरहेछ अहिले। सबै चिज पैसाले भनौँ, पैसाले सबै चिज गराउँछ के। कसैलाई धम्काउनु छ, कसैलाई मार्नु छ, कसैलाई के गर्नु छ, त्यो पनि पैसाको बलमा गरिन्छ। काम पैसाको। अनि यो पापी पेट छ नि, यसलाई भन्नको लागि पनि पैसा नै चाहिन्छ। कुद्नु पर्यो, के गर्नु हुँदैन। फाइनल्ली मैले काम गर्ने पिजीमा पुगेँ, तर एउटा अर्को सामान चाहिँ ल्याउन बिर्सिएँ।
यस्तै हो कि दुःख भनेको यस्तै हो। अब अर्को सामान ल्याउन बिर्सिए फेरि त्यो ल्याउनलाई यस्तो चिसोमा दौडिनु पर्यो। म चाहिँ अहिले जहाँबाट म सामानहरू लिने भन्छ नि बिहान हो त्यो दोकानबाट हिँडिसकेको छु। म बिर्सेको के थियो भनेपछि ब्रेड आज स्यान्डविच बन्ने थियो नि त। स्यान्डविच बन्ने थियो अनि हल्का ब्रेड पनि लेट आयो। अनि पछि मेरो दिमागमा पनि ब्रेड पनि लग्नु छ भनेर होइन। म अहिले ब्रेड खाएर मैले अस्ति नै पनि बनाइसकेको थिएँ आफू काम गर्ने पिजी। यो है त यो बिल्डिङ आफू काम गर्ने पिजी। मेरो दिन रात खानेलाई लाउनलाई सुत्नलाई नहाउनलाई जे डेलीको कार्यक्रम छ मेरो यही बिल्डिङमा हो बित्ने भनेको। यो चाहिँ पार्किङ लड हो, डाइनिङ एरिया। यो चाहिँ हाम्रो किचन। यहाँ चाहिँ हामी नास्ता लगाउँछौँ। यसमा दुध यो दुईवटा भाँडामा दुधहरू छन्। अनि यसमा चाहिँ चिया यसमा चाहिँ चिया राखिन्छ। लास्टै चिसो छ, चिया पिहाल्नु पऱ्यो। अब के गर्ने। ठन्डी त घटाउनु पऱ्यो जसरी। यहाँ हाम्रो उसमा फलहरू काटेर लगाउनु पर्छ नि त। काटेर लगाउनु पर्छ। जस्तै यसमा केराहरू अनि हाम्रो फलहरू पिजीमा हाम्रो कहिलेकाहीँ मेवाहरू आउँछ, एप्पलहरू आउँछ अनि गाभा अम्बाहरू आउँछ। आज चाहिँ केरा र अम्बाहरू आएको छ फलको रूपमा। हाम्रो कटिङ भयो यसरी, मतलब एक हिसाबले सजावटको रूपमै लगाउनु भनौँ न। अब यहाँ चाहिँ अम्बा पनि काटिन्छ है त। अम्बा पनि धोएर यो चाहिँ अम्बाको क्वालिटी। ये म यसमा किन काट्दै भनेपछि चोपिङ बोर्ड चाहिँ यता युज हुँदैछ, यता यो स्यान्डविच बनाउनु लागि। त्यही भएर म यो दुईवटा चपिङ बोर्ड नगरेर यसमा काट्दैछु। अम्बा चाहिँ काटेर सकिए फाइनल्ली। यसलाई अब टक्क पारेमा खाना खाने टेबलमा यसरी लगाइन्छ। आज चाहिँ आलुवाला स्यान्डविच बनिरहेको हो। यति हल्का सानो पनि मिहिनेत गरिसकेपछि एक पिस त चाख्न पाइयो। मेरो डेली रुटिनको काम भनेको यही हो। बिहान उठ्ने, नास्ताको तयारी गर्ने, नास्ताको सामानहरू जोडजाड गर्ने, अनि दिउँसोको खाना हेर्ने, अनि साँझको फेरि नास्ता हेर्ने, फेरि साँझको रातिको 8 बजेको खानाको तयारी गर्ने, अनि यहाँको कम्प्लेनहरू सम्हाल्ने। कति थुप्रै छ। 45 जनी
45 जना केटीको एक्लै सम्हाल्नुपर्छ। उनीहरूलाई के को कम्प्लेन भयो, के को कमी भयो, रुममा के खराब भयो, के भयो, सबै चिज हेर्नुपर्छ। फाइनली म आफ्नो रुममा पुगिसकेँ। यहाँ चाहिँ मेरो छोराको अहिले पनि गुड नाइट भइरहेको छ। परदेशी जीवन भनेको यस्तै हो। अनि एउटा कुरा म चाहिँ आफ्नो रिलहरू भिडियोहरू यसमा राखेर रुम सानै छ, अर्कोको ठाउँमा लाउनु खानु अब गुजारा गर्नै पऱ्यो पैसा कमाउनुको लागि। रुम सानै छ। मेरो रुम भनेको सानो छ। एउटा बेड छ, अलमिरा कपडा राख्ने, अनि यहाँ अर्को सानो अलमिरा छ। यहाँ चाहिँ मेरो फोन राख्ने। यो मैले अस्ति नै मगाएको थिएँ। यो चाहिँ हल्का खोलेर हेरेको थिएँ, ठिकै लाग्यो क्वालिटी त्यसको। आजलाई यति नै बिदा हुन चाहन्छु। मेरो मिनी भ्लगलाई म यहीँ इन्ड गर्न चाहन्छु। थ्याङ्क यू, धन्यवाद।